नमस्कार, स्वागत छ टिएससी एक्जाम गाइड युट्युब च्यानलमा। आज हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूका बारेमा छलफल गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ वैशाख महिनामा पर्ने दिवसहरूबाट। वैशाख 1 गते नयाँ वर्ष, वैशाख 2 गते व्यक्तिगत घटना दर्ता दिवस, वैशाख 11 गते लोकतन्त्र दिवस, वैशाख 15 गते राष्ट्रिय चिया दिवस, वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस, वैशाख 26 गते कानुन दिवस। त्यसैगरी ज्येष्ठ महिनामा पर्ने दिवसहरू: ज्येष्ठ 9 गते ऊर्जा दिवस, ज्येष्ठ 15 गते गणतन्त्र दिवस, ज्येष्ठ 21 गते जातीय विभेद तथा छुवाछुत दिवस। त्यसैगरी असार महिनामा पर्ने दिवसहरू: असार 8 गते राष्ट्रिय जनगणना दिवस, असार 13 गते वन दिवस, असार 15 गते राष्ट्रिय धान दिवस, असार 16 गते संसद दिवस। त्यसैगरी भदौ महिनामा पर्ने दिवसहरू: भदौ 1 गते मुलुकी ऐन दिवस, भदौ 3 गते राष्ट्रिय सूचना दिवस, भदौ 9 गते सुरक्षित गर्भपतन सेवा दिवस, भदौ 15 गते पुस्तकालय दिवस, भदौ 21 गते हलिया मुक्त दिवस, भदौ 29 गते राष्ट्रिय बाल दिवस। त्यसैगरी असोज महिनामा पर्ने दिवसहरू: असोज 1 गते राष्ट्रिय विज्ञान दिवस, असोज 3 गते संविधान दिवस, असोज 6 गते सामाजिक सेवा दिवस, असोज 28 गते हात धुने दिवस, असोज 31 गते प्रहरी दिवस। त्यसैगरी कार्तिक महिनामा पर्ने दिवसहरू: कार्तिक 7 गते सशस्त्र प्रहरी दिवस। त्यसैगरी मङ्सिर महिनामा पर्ने दिवसहरू: मङ्सिर 1 गते राष्ट्रिय कर दिवस, मङ्सिर 9 गते उद्योग दिवस, मङ्सिर 13 गते क्षयरोग विरुद्ध दिवस। त्यसैगरी पुष महिनामा पर्ने दिवसहरू: पुष 27 गते राष्ट्रिय एकता दिवस। त्यसैगरी माघ महिनामा पर्ने दिवसहरू: माघ 1 गते राष्ट्रिय योग दिवस, माघ 2 गते भूकम्प सुरक्षा दिवस, माघ 15 गते नेपाल नर्सिङ दिवस, माघ 16 गते शहीद दिवस। त्यसैगरी फाल्गुन महिनामा पर्ने दिवसहरू: फाल्गुन 7 गते प्रजातन्त्र दिवस, फाल्गुन 15 गते राष्ट्रिय स्वास्थ्य दिवस। त्यसैगरी चैत महिनामा पर्ने दिवसहरू: चैत 3 गते लेखक दिवस, चैत 19 गते कथा दिवस, चैत 20 गते राष्ट्रिय सहकारी दिवस, चैत 28 गते उद्योग वाणिज्य दिवस। त्यसैगरी अन्तर्राष्ट्रिय दिवसहरूको रूपमा रहेको छ जनवरी महिनामा पर्ने दिवसहरू: जनवरी 1 विश्व परिवार दिवस वा विश्व शान्ति दिवस, 4 जनवरी विश्व ब्रेल लिपि दिवस, 26 जनवरी भन्सार दिवस, 27 जनवरी इन्टरनेसनल आउटर स्पेस डे, 28 जनवरी इन्टरनेसनल रिड्युसिङ CO2 इमिसन डे, 30 जनवरी इन्टरनेसनल डे अफ नन भाइलेन्स एन्ड स्पेस। त्यसैगरी फेब्रुअरी महिनामा पर्ने दिवसहरू: 2 फेब्रुअरी विश्व सिमसार दिवस, 4 फेब्रुअरी क्यान्सर दिवस, 6 फेब्रुअरी इन्टरनेसनल डे अफ जिरो टोलेरेन्स अफ फिमेल जेनिटल म्युटिलेसन, 11 फेब्रुअरी रोगी बिरामी सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, 13 फेब्रुअरी विश्व रेडियो दिवस, 14 फेब्रुअरी विश्व प्रेम दिवस, 20 फेब्रुअरी विश्व सामाजिक न्याय दिवस, 21 फेब्रुअरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस, 22 फेब्रुअरी विश्व विचार दिवस स्काउट दिवस, 27 फेब्रुअरी विश्व गैर सरकारी दिवस। त्यसैगरी मार्च महिनामा पर्ने दिवसहरू: 1 मार्च शून्य विभेद दिवस, 3 मार्च विश्व वन्यजन्तु दिवस अन्तर्राष्ट्रिय भ्रमण दिवस, 8 मार्च अन्तर्राष्ट्रिय नारी दिवस, 9 मार्च अन्तर्राष्ट्रिय मृगौला दिवस, 14 मार्च नदी कार्ययोजना सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, 15 मार्च विश्व उपभोक्ता अधिकार दिवस, 20 मार्च विश्व खुसी दिवस भङ्गेरा दिवस, विश्व मुख स्वास्थ्य दिवस, 21 मार्च जातीय विभेद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्व कविता दिवस अन्तर्राष्ट्रिय वन दिवस, 22 मार्च विश्व पानी दिवस, 23 मार्च विश्व मौसम दिवस, 24 मार्च विश्व क्षयरोग दिवस, 27 मार्च विश्व रङ्गमञ्च दिवस। त्यसैगरी अप्रेल महिनामा पर्ने दिवसहरू: 1 अप्रेल विश्व मूर्ख दिवस, 2 अप्रेल अन्तर्राष्ट्रिय बालबालिका पुस्तक दिवस, 6 अप्रेल विश्व शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस, 7 अप्रेल विश्व स्वास्थ्य दिवस, 12 अप्रेल अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष दिवस, 14 अप्रेल
संस्कृत एकता दिवस 16 अप्रिल, विश्व उद्यमशीलता दिवस 18 अप्रिल, विश्व सम्पदा दिवस 21 अप्रिल, विश्व सिर्जना तथा खोज दिवस 22 अप्रिल, पृथ्वी दिवस 23 अप्रिल, अन्तर्राष्ट्रिय पुस्तक प्रतिलिपि अधिकार दिवस 25 अप्रिल, विश्व औलो दिवस 26 अप्रिल, विश्व बौद्धिक सम्पत्ति दिवस 27 अप्रिल, अन्तर्राष्ट्रिय खेलकुद दिवस 28 अप्रिल, कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय दिवस 29 अप्रिल, विश्व नृत्य दिवस। त्यसैगरी मे महिनामा पर्ने दिवसहरू 1 मे अन्तर्राष्ट्रिय श्रमिक दिवस, 3 मे अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस, 6 मे विश्व हाँसो दिवस, 8 मे विश्व रेड क्रस दिवस, 12 मे विश्व नर्स दिवस, 17 मे अन्तर्राष्ट्रिय परिवार दिवस, 18 मे विश्व दूरसञ्चार दिवस, विश्व उच्च रक्तचाप दिवस, 21 मे विश्व संस्कृति दिवस, 22 मे अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, 23 मे कछुवा दिवस, 25 मे घोडा दिवस, 29 मे सगरमाथा दिवस, 31 मे विश्व धूम्रपान नियन्त्रण दिवस। त्यसैगरी जुन महिनामा पर्ने दिवसहरू 1 जुन विश्व आमा बाबु दिवस, 5 जुन विश्व वातावरण दिवस, 12 जुन विश्व बाल श्रम विरुद्ध दिवस, 14 जुन विश्व रक्तदान दिवस, 15 जुन विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस, 17 जुन विश्व खरेडी रोकथाम दिवस, मरुभूमिकरण रोकथाम दिवस, 19 जुन द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, 20 जुन विश्व शरणार्थी दिवस, 21 जुन विश्व योग दिवस, विश्व सङ्गीत दिवस, 23 जुन अन्तर्राष्ट्रिय एकल महिला दिवस, 26 जुन अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस। त्यसैगरी जुलाई महिनामा पर्ने दिवसहरू 1 जुलाई डाक्टर्स दिवस, 2 जुलाई विश्व खेलकुद पत्रकार दिवस, 7 जुलाई अन्तर्राष्ट्रिय सरकारी दिवस, 11 जुलाई विश्व जनसङ्ख्या दिवस, 15 जुलाई विश्व युवा दक्षता दिवस, 28 जुलाई विश्व हेपाटाइटिस दिवस, 29 जुलाई विश्व बाघ दिवस, 30 जुलाई अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस। त्यसैगरी अगस्त महिनामा पर्ने दिवसहरू 5 अगस्त अन्तर्राष्ट्रिय आदिवासी दिवस, 12 अगस्त अन्तर्राष्ट्रिय युवा दिवस, 13 अगस्त अन्तर्राष्ट्रिय बायाँ हातहरूको दिवस, 29 अगस्त आणविक परीक्षण विरुद्ध अन्तर्राष्ट्रिय दिवस, 30 अगस्त विश्व बेपत्ता विरुद्धको दिवस। त्यसैगरी सेप्टेम्बर महिनामा पर्ने दिवसहरू 8 सेप्टेम्बर अन्तर्राष्ट्रिय साक्षरता दिवस र विश्व फिजियोथेरापी दिवस, 10 सेप्टेम्बर विश्व आत्महत्या रोकथाम दिवस, 15 सेप्टेम्बर अन्तर्राष्ट्रिय प्रजातन्त्र दिवस, 16 सेप्टेम्बर ओजोन तह संरक्षण दिवस, 21 सेप्टेम्बर विश्व अल्जामर्स दिवस र अन्तर्राष्ट्रिय शान्ति दिवस, 22 सेप्टेम्बर विश्व गैडा दिवस, 26 सेप्टेम्बर अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूलन दिवस, 27 सेप्टेम्बर विश्व पर्यटन दिवस, 28 सेप्टेम्बर विश्व रेबिज विरुद्ध दिवस र विश्व थाहा दिवस, 29 सेप्टेम्बर विश्व मुटु दिवस, 30 सेप्टेम्बर अन्तर्राष्ट्रिय अनुवाद दिवस। त्यसैगरी अक्टोबर महिनामा पर्ने दिवसहरू 1 अक्टोबर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र विश्व शाकाहारी दिवस, 2 अक्टोबर विश्व अहिंसा दिवस र गान्धी दिवस, 4 अक्टोबर विश्व प्राणी दिवस र जलचर दिवस, 5 अक्टोबर विश्व मुस्कान दिवस र विश्व शिक्षक दिवस, 9 अक्टोबर विश्व हुलाक दिवस, 10 अक्टोबर विश्व मानसिक स्वास्थ्य दिवस, 11 अक्टोबर अन्डा दिवस, 13 अक्टोबर विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, 15 अक्टोबर विश्व हात धुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, 16 अक्टोबर विश्व खाद्य सुरक्षा दिवस, 17 अक्टोबर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, 20 अक्टोबर विश्व तथ्याङ्क दिवस, 24 अक्टोबर संयुक्त राष्ट्र सङ्घ दिवस र विश्व विकास सूचना दिवस, 31 अक्टोबर विश्व सहरीकरण दिवस। त्यसैगरी नोभेम्बर महिनामा पर्ने दिवसहरू 5 नोभेम्बर विश्व स्वतन्त्रता दिवस, 10 नोभेम्बर विश्व विज्ञान दिवस, 12 नोभेम्बर विश्व न्युमोनिया दिवस, 13 नोभेम्बर विश्व करुणा दिवस, 14 नोभेम्बर विश्व मधुमेह दिवस, 15 नोभेम्बर विश्व दर्शनशास्त्र दिवस, 16 नोभेम्बर
अन्तर्राष्ट्रिय सहिष्णुता दिवस र सहनशीलता दिवस। 17 नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। 19 नोभेम्बर अन्तर्राष्ट्रिय पुरुष दिवस र विश्व पुल दिवस र विश्व शौचालय दिवस। 20 नोभेम्बर अन्तर्राष्ट्रिय बाल दिवस। 21 नोभेम्बर विश्व टेलिफोन दिवस र विश्व हेलो दिवस। 25 नोभेम्बर अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस। त्यसैगरी डिसेम्बर महिनामा पर्ने दिवसहरू: 1 डिसेम्बर विश्व एड्स दिवस। 2 डिसेम्बर दासता उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस। 3 डिसेम्बर अन्तर्राष्ट्रिय अपाङ्ग दिवस। 5 डिसेम्बर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस। 7 डिसेम्बर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस। 9 डिसेम्बर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस। 10 डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। 11 डिसेम्बर अन्तर्राष्ट्रिय पर्वत दिवस। 12 डिसेम्बर अन्तर्राष्ट्रिय तटस्थ दिवस। 18 डिसेम्बर अन्तर्राष्ट्रिय अप्रवासी एकताबद्धता दिवस।